आमा रोएको क्षण हो रुन मन लाग्छ। आमा रोएको क्षण हो रुन मन लाग्छ। तिम्रै मनका पीडालाई धुन मन लाग्छ। निकै छटपटी थियो कुनै बेला आमाको। निकै छटपटी थियो कुनै बेला आमाको पीडाहरू बाँडेर बराबर हुन मन लाग्छ। आमा रोएको क्षण हो रुन मन लाग्छ। तिम्रै मनका पीडालाई धुन मन लाग्छ। नमस्कार, जति पनि हाम्रो युट्युब च्यानल अथवा कार्यक्रम प्रतिभाको खोजीमा जोडिनु भएको छ सम्पूर्ण साथीहरूलाई धेरै धेरै हार्दिक स्वागत गर्न चाहन्छु। आजको कार्यक्रम प्रतिभाको खोजीमा दीपक लावडगिरिया जिल्ला बैतडी हाल कामको सिलसिलामा साउदीबाट यी मुक्तकहरू लेखेर पठाउनु भएको छ। सम्झना छ घर परिवार इष्टमित्र आफन्त सबैलाई। अनि उहाँले यी पठाउनु भएका मुक्तकहरू यसरी उठान गरिएका छन्। जीवनको गोरेटोमा काँडा भए पनि हिँड्नै पर्छ। जीवनको गोरेटोमा काँडा भए पनि हिँड्नै पर्छ। कहिले नजिक अनि टाढा भए पनि हिँड्नै पर्छ। यसरी नै चलाउनु पर्ने रहेछ दुई दिने जिन्दगानी। यसरी नै चलाउनु पर्ने रहेछ दुई दिने जिन्दगानी। एक पाइला सर्नलाई बाधा भए पनि हिँड्नै पर्छ। जीवनको गोरेटोमा काँडा भए पनि हिँड्नै पर्छ। कहिले नजिक अनि टाढा भए पनि हिँड्नै पर्छ। त्यसै गरी उहाँको तेस्रो मुक्तक यसरी उठान गरिएको छ। सबै समस्याको एकैछिन हल हुने भए। सबै समस्याको एकैछिन हल हुने भए पुगेर छाडिन्थ्यो त्यस्तो स्थल हुने भए। खोज अनुसन्धान गरेर सारा संसारमा। खोज अनुसन्धान गरेर सारा संसारमा सुख किन्ने दुःख बेच्ने पसल हुने भए। सबै समस्याको एकैछिन हल हुने भए पुगेर छाडिन्थ्यो त्यस्तो स्थल हुने भए। दीपक लावडजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम प्रतिभाको खोजीमा उहाँले लेखेर पठाउनु भयो, त्यसको लागि उहाँलाई हृदयबाट नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईहरुसँग पनि यस्तै खाली मुक्तकहरू छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। पठाउनको लागि हो हामीले तल इमेल एड्रेस दिएका छौँ डिस्क्रिप्सनमा, त्यहाँ इमेल एड्रेसमा तपाईँ पठाउन सक्नुहुनेछ। अनि तपाईले पठाएका यी मुक्तकहरूलाई हामी पालै पालो वाचन गरेर लाखौं लाख श्रोतासम्म पुगाउने कोसिस गर्नेछौँ। तपाईको प्रतिभाहरूलाई उजागर गर्ने कोसिस गर्नेछौँ। अनि कस्तो लाग्छ कार्यक्रम सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। प्रतिक्रिया दिनको लागि तल कमेन्टमा कमेन्ट गर्नुहोला। साथीहरू यदि मन पर्छ भने हाम्रो च्यानललाई लाइक शेयर सब्स्क्राइब सोशल मिडिया समूह व्यापक शेयर पनि गर्नुहोला है।